गाइजहरू यो सिमेन्टले खाँदा चाहिँ यस्तो हुँदो रहेछ कि आज चाहिँ हामी ढलाइमा गएको थियौँ अनि लाउनु चाहिँ लामै कपडा लाग्थ्यो त्यो झरेको सिमेन्टहरू चाहिँ टालिरहेको थियो अनि त्यस्तो असर गर्दैन भनेर फेर्ने लुगा पनि थियो अर्को पनि फेरि न निकै बेरसम्म 1-2 घन्टासम्म नफेर्दा चाहिँ अब यो चाहिँ अलिअलि मात्रै झरेको धेरै झरेको चाहिँ यस्तो हुँदो रहेछ क्या यो आगोले पोलेको बराबरै हुँदो रहेछ क्या सिमेन्टले खाँदा चाहिँ कस्तो हुन्छ भनेर कसैलाई है लागिरहेछ भने अनि यो मेरो कुमको हो यस्तो भइरहेछ है ए अनि यो चाहिँ मोटो भएर सायद काँच लागेको होला है अनि यो मेरो हातमा यस्तो भइरहेछ यो फुस्रो फुस्रो चाहिँ के लागेको होला भन्ने छ नि यो सिमेन्ट हो अरू हात खुट्टा चाहिँ सबै ठिकै छ केही भएको छैन ए यो फिला हो अनि यसको चाहिँ वरिपरि नै छ कि अब यो यता भयो भने यतातिर वाउ है यस्तोतिर हुनु चाहिँ कतिपय कुरा अब साइन्टिफिक पनि हुनसक्छ नहुनु पनि सक्छ अब यो जे पाए त्यही चाहिँ गर्नु हुँदैन होइन तैपनि अब मलाई चाहिँ अब उनीहरू अनुभवीहरू अलिक ठुलो पहिलेदेखि गरेर आउनुभएको अङ्कलहरूले सिकाएको चाहिँ अब तेल हाल्दै ठिक हुन्छ भनिरहेछ होइन मेडिकल अब आजै नजाउँ त्यही भएर म चाहिँ यहाँ तेल हाल्ने गइरहेको छु यो चाहिँ बोटुकोको तेल हो तपाईँहरूले देख्नुहुन्न होला म देखाइदिन्छु ल जिज्ञासा लाग्न सक्छ है यो चाहिँ बोटुकोको तेल अनि यो चाहिँ प्लास्टिक मैले लिएँ यसरी यो मोमोमा हामी यसरी हाल्थ्यौँ त्यसरी नै हो अनि अब यहाँ चाहिँ मैले यसरी लाएँ है यो घाउमा मैले तेल हालेँ अलिकति केही राहत फिल भयो जस्तो भयो यहाँ अब हुन त यो सानो हो यताको यहाँ यो चाहिँ पासेकै होला सायद अलिकति मोटो भन्दा नि बोसो बढी भएको मान्छेहरूलाई चाहिँ यस्तो समस्या हुन्छ अनि यसरी यो तेल एप्लाई गरिरहेको छु अनि है यो पनि भयो अघिदेखि नै भएको हातको चाहिँ यो हो अनि अब ल है त पुरै अब खुट्टाउँदी पनि है त्यो अघि भएको इन्फेक्टेड ठाउँदी पनि यसरी पुरै तेल एप्लाई गर्दैछु यता त पोले फिल भयो त है देख्नु हुँदैछ अब यो चाहिँ हो डेन्जरस भाग चाहिँ भनेको अनि यो चाहिँ अर्कोपट्टिको वाह वाह आथा थाता कस्तो पोल्यो हेरौँ अब यसले राम्रो गर्यो भने मैले कन्टिन्यू गर्छु अब राम्रो भएन अनि म मेडिकलमै पनि जान्छु तर अब यो चाहिँ कतिपय कुरा चाहिँ होइन अब ठुलो बडाले भने अनुसार पनि हुन्छ नि त यो चाहिँ सबै चुयो क्या मसला धेरै लततत थियो नि त गरी खान गाह्रो छ साथीहरू जिन्दगीमा यस्तो यस्तो गर्नुपर्छ ज्यामी काम गर्नु गाह्रो छ मेहनत मजदुरी गर्नु नि गाह्रो छ है यस्तो यस्तो हुन्छ समस्या अब यो चाहिँ जिउभरि सबै एप्लाई गर्नुपर्छ किनभने यो सेतो चाहिँ म गोरो भएको होइन यो चाहिँ सिमेन्टको फुजुरो हो क्या अब यो चाहिँ जति धोए पनि जाँदैन यसलाई चाहिँ यसरी तेलै हालेर मजासँगले अब यो हातहरू नि अहिले भर्खर नुहाएको देखेको छैन कि पुरै फुस्रो हुन्छ कि अनि त्यही भएर यसलाई चाहिँ मजाले तेल लाएर चाहिँ अब यो तेल लाएपछि चाहिँ देखिँदैन क्या त्यसको उपचारै तेलै मात्रै लाउने हो क्या अब यो मैले मात्रै गर्ने होइन लगभग यस्तो कामहरू गर्ने हुन्छ नि मेहनत मजदुरी सबैजनाले नै गर्ने नै हो है त अनि अब घाँटीतिर नै लाउनु पऱ्यो सबै सिमेन्ट भइरहेछ नि त जिउभरि लाउनु चाहिँ मैले लामै पोसाक लगाएको थिएँ फुल बौला भएको अनि खुट्टामा पनि फुल बौलै भएको तलै छन् फुल पेन्टै भनौँ फुल बौला होइन त्यस्तो लगाइरहेको थिएँ तैपनि अब यस्तो भइहाल्यो त होइन मेहनत मजदुरी गर्नु पनि सजिलो छैन साथीहरू हेर्दै पनि कस्तो है पक्कै उठेको जस्तो यस्तो घिन लाग्दो होइन
जिउभरि एप्लाई थाहा खुट्टैभरि एप्लाई चाहिँ सबैतिर गर्नुपर्छ क्या। अब जति पाए अघिको घाउ देख्नुभयो त्यति मात्रै होइन, फिल आएको चाहिँ वरिपरि नै छ क्या मेरो त्यस्तो। मैले पनि देखेको छैन पछाडि चाहिँ कस्तो छ भनेर। पोल्नु चाहिँ पोल्छ क्या, दह्रो गरी हालिदिएछु सिरिङ्गै पोल्यो, मुटु चुस गरिदिन्छ नि। था माने प्रेमी हो। यो अघि मैले गुगल बाबामा सर्च गरेको थिएँ यसको उपचार के हुन्छ भनेर। पानीले निकै बेरसम्म 20 मिनटसम्म धुनु भन्दै थियो। पानीले धोइदिएको चाहिँ त्यो अलिअलि रकको सिमेन्टहरू जान्थ्यो कि के हो, निकै राहत भइरहेछ क्या अहिले चाहिँ मजाले। निकै राहत भयो पानीले चाहिँ। अघि नुहाएको थिएँ, नुहाएर चाहिँ निकै राहत भयो क्या, नत्र चाहिँ निकै मुस्किल भइरहेछ। अब यस्तो तेल भएर मोटे भिडे हुनु पनि गाह्रो छ है। पेटभरि बोसो चट्टसँगले खुट्टाको अम्ला समला है, पास मेहनत मजदुरी गर्यो। अब यस्तो आइलाग्छ है। जति कमाएको छ त्योभन्दा धेरै उपचार गर्नु पैसा गयो भने त यो त उल्टो हानि हुन्छ। त्यही भएर आज चाहिँ एक ट्राई। अब यो उपायले चाहिँ निको भयो भने चाहिँ म है भोलिसम्म विचार गर्छु, भएन भने चाहिँ म हस्पिटलै जाने अवस्थामा आइसकेँ। अब हेरौँ सुत्दाखेरि कतिको असर गर्छ गर्दैन भन्ने कुरा चाहिँ है। ल अहिले चाहिँ तेल हाल्ने काम चाहिँ सक्यो। मजाले जिउभरि नै टमाटम तेल हाल्यो। खासै छैन होला घाँटतिर त है त। ज्यान मेरो यस्तै छ लुइरे। पेट निकै निक्लिएको छ, भुँडे नै हो म अहिले फिलहाल। म बिस्तारै अब डाइटिङ गर्ने प्लानिङमा छु। आज चाहिँ डरै बजायो किनभने ढलाइमा चाहिँ अलिक धेरै ऊर्जा चाहिन्छ क्या। थोरै खायो भने भोक लागेको महसुस भयो भने त काम गर्न सकिँदैन। अलिक राम्रो यो तेलले गर्दा चाहिँ अलिक यसो गर्दा दुख्दैन रहेछ क्या। अघि त यो यसो गर्दा पनि पोल्थ्यो, यो खुट्टाको चाहिँ ठुलो घाउ भएर पुरै छालै पिल्सिरहेछ क्या। त्यही भएर होला सायद हुनसक्छ है। गाह्रो छ जीवनमा गरी खानुको लागि। मेहनत मजदुरी गर होइन, दिउँसोभरि मसला बोक अनि अन्त्यमा यस्तो घाउ बोक। अनि हाजिरा कति आएको छ उता मेडिकलमा चढा, छालाको डक्टरलाई तिराउँदा फेरि 500 600 800 लिइहाल्छ उनीहरूले फी। अनि औषधिको त फेरि फाल्टेको हो त्यहाँ। त्यो त 500 600हरू त त्यो देखाउनुभन्दा अगाडि टिकट काटेकै हो। त्यहाँदेखि औषधि, अनि औषधि लेखेको पैसा, अनि खाने औषधि, दल्ने औषधि, गाह्रो छ साथीहरू। त्यही भएर अब यो तरिका अप्नाइरहेको छु। हेर्छु अब मलाई साह्रै नै अप्ठ्यारै पऱ्यो भने चाहिँ मेडिकलै जाने हो होइन। छाला सम्बन्धी डक्टर अब यता पाहाडमा त्यति साह्रो हुँदैन, तै पनि मेडिकलले सामान्य औषधिहरू दिएला। हेरौँ के हुन्छ भोलिसम्ममा। हामी अब तपाईँहरूले यो फुच्चे, यो भाइ, यो दाइ होइन, यो काकाको उसको के परिन्छ, अब के भएछ यस्तो त्यस्तै जिज्ञासाहरू लाग्यो भने चाहिँ ठिकै छ, हेर्दै गरौँ बोल्दै गरौँ है। अब राम्रो लाग्यो भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। म नयाँ हो, केही गरिन्छ कि भन्ने आशमा हो होइन। अब नेपालमै बसेपछि त खासै पढिएन पनि, केही काम गर्नु पऱ्यो नि त, खानु त पऱ्यो है। गाह्रो छ साथीहरू। ल बोल्दै गरौँ है हामी।